म चाहिँ आज यसो त्यो देशकै परिस्थितिको बारेमा भनौँ न, यसो दुई चार शब्द राखौँ कि भनेर होइन। अहिलेका विभिन्न परिस्थितिहरू हेर्दाखेरि अब हाँस उठ्छ। अब जेनजी आन्दोलन पछाडिको विध्वंस, अनि त्यस पछाडिका परिस्थितिहरू र जेनजी आन्दोलनको नेतृत्व गर्ने अथवा हाइज्याक गर्ने के भनौँ एउटा गुरुङ, बौला गुरुङ, जसलाई कि एजेन्डा थाहा छैन। रिपोर्टर्स क्लबमा गएर बोल्छ, एजेन्डा थाहा छैन। अर्कोलाई सोध्छ हाम्रो एजेन्डा के हो भनेर, काहीँ भन्छ ए संविधान त मान्नै पर्ने रहेछ, संविधान रहेन भने त देशै रहँदैन। अब यस्ता गोरुहरू भएपछि के लाग्छ, संविधान नहुँदा देशै नरहने हुँदैन। संविधान नभए पनि अन्तरिम संविधान ल्याएर नेतृत्व कसैले परिपक्व रूपमा नेतृत्व गर्न सक्यो भने त्यो देशै नरहने गर्ने भन्ने हुँदैन क्या। गुरुङलाई भेडा भन्थे, भेडै सही हो त्यो। अनि अर्को कुरो, त्यो जो विध्वंस भएको थियो, व्यक्तिगत सम्पत्ति क्षति, राष्ट्रिय सम्पत्ति क्षति, सार्वजनिक सम्पत्ति त्यो दुनियाँ भएको थियो, तिनीहरूलाई कारबाही हुनु हुँदैन। कारबाही जेनजी होस्, जेनजीका बाउ हुन्, जेनजीका आमा हुन्, इभन कि मेरो छोरो होस् त्यस्तोमा संलग्न जोसुकै, कारबाही त म त भन्छु गोली नै हान्नुपर्छ, तिनीहरूलाई गोली हान्नुपर्छ। किनकि आन्दोलन गर्न पाइन्छ, कब्जा गर्न पाइन्छ, कब्जा गरेपछि त सकिएको, आफ्नो भइसक्यो, सक्यो। आगो लाउनु किन, डढाउनु किन, हतियार खोसिनु, चौकी डढाउनु किन? चौकीले के गरेको थियो? चौकी डढाइयो, सिंहदरबार डढाइयो। तिनीहरूलाई एकलाई खोजी कारबाही हुनुपर्छ। यदि अब त जेनजीका माग पनि खोला गइसके, सकिएको, त्यो अब सम्भवै छैन। किनकि यिनीहरूले अब जेनजीको त्यत्रो दिमाग थियो भने संसद भवन घेरेकै थिए, राम्रो लिडरसिप थियो, त्यो भेडो गुरुङको दिमाग पुग्थ्यो भने त्यति बेला संसद भवन घेरेर थपक्क संसद बैठक बोलाएर ल हाम्रो माग पुरा गर्छौ भने पुरा गर, संसदको अधिवेशन राख, होइन भने घर घरमा आएर तिमीहरूलाई तानेर ल्याएर मिटिङ बसाउँछौ भनेको भए तिनीहरूको माग त्यही दिन पुरा हुन्थ्यो। अब त्यो पनि सकियो, त्यो अब अवस्थै छैन। अब प्रत्यक्ष निर्वाचित कार्यकारी मेन एजेन्डा मैले देखेको त्यति बेला स्टार्टिङ हुँदाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारी र भ्रष्टाचार हो। संविधानका विषय त्यस्तो बोलेको खासै सुनिएको थिएन। त्यो भएर प्रत्यक्ष निर्वाचित त अब तिमीहरू सपनामा होइन, सपनामा। र प्रत्यक्ष निर्वाचित फेरि घातक पनि हुनसक्छ, त्यो सबैलाई थाहा भएकै कुरो। त्यसको लागि पनि चेक एन्ड ब्यालेन्स या त्यसलाई दुईवटा संस्थालाई चाहिँ एकदम व्यवस्थित राख्ने कुनै परिपाटी पनि चाहियो होला। तिमीहरूसँग त्यो परिपाटी या त्यो नै छैन। प्रत्यक्ष निर्वाचित नहुँदा त यस्तो अवस्था आयो भने भोलि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने त्यो स्थिति कस्तो हुन्छ त्यो पनि सोच्नुपर्ने। म पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा हो, तर चेक एन्ड ब्यालेन्स चाहिँ एकदम दह्रो हुनुपर्छ। नत्र कार्यकारी भएपछि सम्पूर्ण अधिकारसँग हुन्छ। 5 वर्षमा उसले जे गरे पनि कसैले बोल्न सक्दैन, जनताले चुनेको। त्यो भएर चेक एन्ड ब्यालेन्स भनेको त्यसलाई काउन्टर दिने अर्को कुनै एउटा संस्था या केही त चाहिन्छ। त्यो चाहिँ एकदम सही तरिकाले हुनु पर्यो। जस्तो कि अन्तर्राष्ट्रिय मुद्दाहरू, देशलाई लङ टर्मसम्म असर पर्ने कुराहरूको निर्णय गर्दा त्यसलाई चाहिँ ब्यालेन्स गर्ने केही संस्था या केही चाहिन्छ। त्यो ठिक हो। मेरो मेन मुद्दा भनेको चाहिँ के हो भने म जेनजीको समर्थक। योभन्दा अगाडि जेनजी आन्दोलन भइसक्दा
भयो। हुँदै गर्दा पनि मैले भिडियो बनाएको थिएँ, म जेएनजी आन्दोलनको समर्थनमा हो, किनकि यिनीहरूका यी 3वटा टाउकेका घुमी फिरी, यिनीहरूले खाने, यिनीहरूले रजाइ गर्ने, यिनीहरूले जे गरे पनि हुने, जे भन्दा पनि हुने, जे सुकै गर्दा पनि हुने, यिनीहरूलाई कानुन नलाग्ने, भ्रष्टाचारका मुद्दा के अरे ल हामी त मिल्यौँ, अब हाम्रो फाइल खुल्दैन, देखि भ्रष्टाचार भइराखेको छ भनिराखेका छन्। अनि यति गर्दा नहुने, यिनीहरूलाई ठिक लाउनु थियो, ठिक छ एक तरहले। अब केही न केही त डराएका छन्, किनभने यिनीहरूका पनि भित्री आत्माले ठाउँ छोडिसकेको छ। तर मेरो मेन मुद्दा भनेको चाहिँ जो विध्वंसमा सामेल भए, चाहे मेरो छोरै किन नहोस्, आन्दोलन गर्न पायो, कब्जा गर्न पाउँछ। जस्तो कि सिंहदरबार कब्जा गरेपछि सक्यो, कब्जा भयो, आन्दोलनकारीले कब्जा गरेपछि सक्यो, त्यो आगो किन लाग्यो? शीतल निवास चाहे सिंहदरबारमा प्रधानमन्त्री बस्थ्यो होला, तर त्यो प्रधानमन्त्रीको घर होइन नि त। त्यो जेएनजी या त्यो विध्वंसमा संलग्न भनाउँदा जेएनजीले त गरेन, म त्यसमा स्योर छु। ती विध्वंस गर्ने भनाउँदाहरूको को मात्रै त होइन त्यो सम्पत्ति भनेको, मेरो पनि हो, मेरो पनि स्वामित्व छ त्यसमा। त्यो भएर जो सुकै सरकारी सम्पत्ति आगजनी गर्नमा उद्वेलित छ, जो सुकै होस्, चाहे जेएनजी होस्, 12 वर्षको होस्, 16 वर्षको होस्, 18 वर्षको होस्, 30 वर्षको होस्, 100 वर्षको होस्, या मरेको होस्, त्यही आन्दोलनका क्रममा मरेको होस्, त्यसलाई मरेकोलाई शुद्ध जेल सजाय हुनुपर्छ। यस्तो तरिकाले त भोलि कुनै दल पार्टी या कुनै अहिले दुर्गा पसाई चम्किरहेछ, भोलि उनीहरूले यही विध्वंस गरे भने गर्ने के? जे गर्दा नि हुने रहेछ। हाम्रो आन्दोलनकारीले कब्जा गरेपछि त हामीलाई त कारबाही नहुने रहेछ, भनेपछि देशै आगो लगाइदिने भन्ने कुरा त हुँदैन। यो सुशीला कार्की वृद्ध अर्को के अरे यो मेन भनेको अहिलेको गृहमन्त्री, म त अलिक तुच्छ शब्द हुन्छ होइन नभनौँ, यसको सपोर्टमा भएको छ होइन। यिनीहरूलाई खोजी कारबाही हुनुपर्छ। जो सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्न थिए, जस्तो कि उदाहरणको लागि शेरबहादुर देउवाको घरमा अकुत सम्पत्ति जल्यो भनेको छ। त्यो अकुत सम्पत्ति किन जलाइयो भन्दा भ्रष्टाचार लुकाउन हो नि त। भ्रष्टाचार लुकाउनको लागि जलाइयो, सिधी कुरो। यदि त्यो घर कब्जा गरेर सम्पत्ति चक्क के अरे नियन्त्रणमा 2-3 दिन राखेर स्थिति सामान्य भएपछि सरकारलाई जिम्मा दिएको भए त भ्रष्टाचारमा कारबाही हुन्थ्यो होला नि त। तर त्यो भएन। त्यो भ्रष्टाचार लुकाउन अनेक टिक्रम गरियो, चौकी जलाइयो। चौकी जलाउनेहरूलाई त म त भन्छु, चौकी जलाउनेलाई बीच चौरायो भन्छ नि, के भन्छ, चोकमा लगेर झुन्ड्याएर पनि गोली हाल्नुपर्छ। मेरो त सिधा कुरो, चाहे मेरो छोरो होस् चाहे जोसुकै होस्, झुन्ड्याएर गोली हाल्नुपर्छ। त्यसमा दायाँ बायाँ कुरै छैन। किन? सार्वजनिक सम्पत्ति हो, त्यहाँ मेरो पनि पैसा परेको छ, मेरो पनि हक छ त्यसमा। मेरो सम्पत्तिमा आगो लाउने या आगजनी गर्ने कसैलाई अधिकार छैन। चाहे जेएनजी होस्, चाहे फेन्जी होस्, चाहे राजनीतिक दल होस्, चाहे राजावादी होस्, चाहे खाजावादी होस्, नो प्रब्लम। कारबाही त हुनुपर्छ। म त भन्छु मृत्युदण्डको कारबाही हुनुपर्छ, सिधा कुरो। धन्यवाद।